हेलो गुड मर्निङ एभ्रिवान नमस्ते हजुरहरूले सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल म मनिषा थापा मगर तपाईँहरूलाई स्वागत छ मेरो फर्स्ट भ्लगमा। अनि आजको दिन कसरी बित्छ त्यो पनि तपाईँहरूलाई भ्लगमा देखाउने। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै नै छु। यो मेरो फर्स्ट टाइम भ्लग हो अनि म आज एकदम नर्भस छु कि साथीहरू धेरैजनाले हजुरले इन्डियामा के काम गर्नुहुन्छ भनिदिनु न भनिराख्नु भएको थियो होइन साथीहरू। मैले चाहिँ यही हो है काम गर्ने। कहिले कस्तो बगैँचातिर पनि हुन्छ, बगैँचातिर स्याउहरू छ, अहिले स्याउको खेतीहरू पनि छ अनि स्याउतिर पनि हुन्छ अनि कहिले कसो घरतिर पनि हुन्छ। त्यस्तै हो साथीहरू, कहिले कता काम गरे जस्तै हुन्छ। अनि मैले यो समयमा भ्लग गर्दाखेरि चाहिँ होइन मैले फर्स्ट टाइम भ्लग बनाइरहेको थिएँ नि त। अनि समयमा उहाँ मालिक आइदिएपछि डर पनि लागिरहेको थियो होइन, गाली गर्नुहुन्छ कि केही भन्नुहुन्छ कि भनेर डर लागिरहेको थियो नि त। अनि अर्को काम गर्न गइसकेपछि होइन त्यो मोबाइल पसालेर काम गरेपछि त अब होइन के गराउन खोजेको भनेर उनीहरूले गाली गरिहाल्छ नि, त्यही भएर डर लागिरहेको थियो। तर त्यस्तो केही पनि भन्नु भएन होइन, केही पनि भन्नु भएन। अनि त्यसैमाथि होइन ऊ मालिकको छोरा पनि काममा सघाउन आइरहेको के, ऊ सघाउन अनि कलर लगाउन पनि आएको थियो, सघाउन होइन। धेरै राम्रो के उहाँको त। त्यही हो साथीहरू, के गर्नु, यस्तै छ जिन्दगी भन्ने चिज होइन। के गर्नु, आफ्ना सपनाहरू पुरा गर्न कहिलेकाहीँ आफ्नै खुसीहरू पनि त्याग्नु पर्दो रहेछ साथीहरू। मेरो भ्लग कस्तो लाग्यो हजुरहरूले भनिदिनु ल, कमेन्टमा छोडिदिनु होला कस्तो भएको छ होइन। मैले बनाउन जाने कि बनाउन जानिनँ कि होइन हजुरहरूले भनिदिनु ल। मैले त जस्तो जाने जस्तो बुझेँ होइन त्यस्तै होइन बनाएको, न एडिट गर्न पनि आउँछ होइन। हजुरहरूले भनिदिनु ल। मेरो यो फर्स्ट भ्लगमा सबैजनाले माया साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने धेरैभन्दा धेरै आशा राखेको छु। अनि यो आशा कहिले पनि नमारिदिनु होला, धेरैभन्दा धेरै माया पनि गरिदिनु होला। अनि अब सुरु गरौँ आजको भ्लग साथीहरू।
सो म साथीहरू लास्टसम्म हेरिदिनु भएकोमा अनि म चाहिँ सुत्न लागेको। बाई बाई, गुड नाइट। फेरि भेटौँला अर्को भिडियोमा।